हामी एकदम खुसी छौँ। अहिले रातिको 1:10 भयो जस्तो छ लगभग। अनि चाहिँ हाम्रो सबै कुरा चाहिँ सुनिदिनु भयो उहाँ माननीयज्यूले र सबै कुरो लिखित गरेर दिनुभएको छ कि हप्ता दिनभित्रमा सबै कुरो चाहिँ ओपन गरिदिन्छु, किनकि नयाँ नियम लागू गर्नलाई टाइम दिनुपर्छ, किन सङ्घीय बस्नु पर्यो अनि तपाईँको अर्को के भन्छ यो संसद बस्नु पर्यो, त्यसपछि क्याबिनेट बस्यो, त्यसपछि अनि बल्ल निर्णय दिनुहुन्छ तुरुन्तै। मलाई भेटायो, सन्तुष्टि छु। यो गरिमाका आमा बुवासँग मध्यराति भएको सहमति। जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानुनको कसुर र सजाय पुनरावलोकनका लागि गरिमा न्याय सङ्कल्प समिति गठन गर्ने, गरिमा चौधरीको शालिगका लागि स्थानीय तहसँग समन्वय गर्ने र गरिमाको शव अन्त्येष्टि गर्ने सहमति भएको छ। 1. जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानुनमा भएको कसुर र सजायको व्यवस्थालाई पुनरावलोकन गरी कानुन तर्जुमा गर्नका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय सङ्कल्प समिति गठन गर्ने। 2. बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने। 3. बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि कार्य गर्ने। माथि लेखिए बमोजिम गर्न दुवै पक्ष सहमत भई यो हस्ताक्षर गरिएको छ। नेपाल सरकारको तर्फबाट माननीय सुदन गुरुङ गृहमन्त्री, माननीय सुनिल लम्साल पूर्वाधार विकास मन्त्री, माननीय शोभिता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, माननीय सीता बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, माननीय गीता चौधरी कृषि, वन तथा पर्यावरण मन्त्रालय, पीडित परिवारको तर्फबाट मनोज कुमार चौधरी बुवा, मानमती चौधरी आमा। हामीले यहाँ देख्न सक्छौँ आइजिपी दानबहादुर कार्की पनि तपाईँलाई देखाइरहेका छौँ। अहिले वार्तापछि उहाँहरू बाहिर राख्नु